प्रकृतिको धनी हाम्रो देश नेपाल भरा भरा भरिएको सुन्दरताको धनी। हेर्नुहोस् त तराईका यी फाँटहरूको सुन्दरताले तोरीका फुलहरू लटरम्म फुलेका छन्। पहाडहरू मन्द मन्द मुस्काइरहेका छन्। यस्तो प्रकृतिको मकैका बोटहरू सँगसँगै केराका पानी पौरखी हातहरू संसारको सबैभन्दा सुन्दर सुरुवात। यो हरियाली वसन्तमा पलाउँदै गरेका यी साना मुनाहरू, देशको सुन्दर भविष्य देखेका यी साना मुनाहरू, पिपलको पात जस्तै चुपो अनि पवित्र देश नेपाल, प्यारो देश नेपाल, उर्वरा भूमि, सुन्दर नभई मधेस, जसमा अनेकौं प्रकारका फलहरू फुलहरू एकनासमा फल्ने र फुल्ने। एउटै माटो फल एकातिर हरिया मकैका बोटहरू छन् भने अर्कातिर पहिला फुलेका तुरीका बोटहरू छन्। बगलमै केराको बोट र त्यसको बगलमा रहेको यो बाँसको झाङ। आहा, मेरो देश नेपाल। धान भित्र्याएसँगैको यी परालका कुन्युहरूले जताउँछन् कि हामी पौरखीका धनी देश आज विदेशी मरुभूमि जस्ता ठाउँहरूमा पसिना बगाउँदै गरेको यो सुन्दर दृश्यलाई लोभ्याउँदै भन्न सकिन्छ नि सुन फल्ने देशमा। कारण वातावरण छैन। यी पारी बसेका यी ठुला ठुला बिल्डिङहरू, यी सिमेन्टीका महलहरू, यी बालुवाका थुप्राहरू, हे भगवान, सृष्टिले नै हामीलाई धनी बनाइदिएको छ। तर यी ठुला घरवालाहरूले देशलाई बेचिसकेका छन्। धनी गरिब दुखी सुखी भेदभाव नगरिकन नियालेर हेर्ने यो पहाड आज कुन्दारा कुन्दुरोमा कोइलीको भाकासँगै बिरानो बन्दै गएको छ। पहाडी जीवन वाक्क लागेर सहर र तराई झरेका नेपालीहरू आफ्नो देशको माटोदेखि पनि दिक्क भई विदेशी मरुभूमि जस्ता ठाउँहरूमा मरिहत्ते गरी पसिना बहाउन मजबुर छन्। गाउँमा छोरा मान्छेको कमी छ, छोरी मान्छेहरू मात्रै गाउँमा बसिरहेका छन्। आज पल्लो घरे नरेको घरमा पनि